सैलुङको हो। हजुर मेरो नाम चाहिँ गणेश केसी। हजुर हजुर म चाहिँ यहाँ हर्स राइडिङ गर्छु। ओके तल बस पार्कदेखि आएको चाहिँ यहाँ माथि आएकोलाई 1500 लिने गरेको छु। केमा पठाइदिने होला? ल है त दाइको हाम्रो सिम्पल आएछ आउँदा आउँदै Guide, Mr. Zonge is here. ओके His name is Zonge. ओ मैले माया लागेको हैन तिमीलाई अप्सरा भनेर। थ्याङ्क यू। What a beautiful place here. Come on. This is real Nepal. Hello and welcome back to my new vlog. आज चाहिँ हामी यता मेरो काका हुनुहुन्छ। Salam alaikum. ल आज हामी जाँदैछौँ सैलुङ डाँडा है त। यो अहिले चाहिँ हामी कफी खाने ठाउँमा छौँ। यो कटेजमा हामी पहिले पनि आएको त्यही भएर यो लुई चाहिँ यो ल दाइले माग्दैछ चाउनीलाई नदिने भन्दै हुनुहुन्छ। लुई चाहिँ के सही यो भाले खानको लागि त्यसैले जोइ नै हुनु पर्यो। तेरि दाइ पछाडि त थाकेर सुते। झापाबाट हिजो आज बिहान आइपुगेको। आजको आजै उहाँ सैलुङ आँखा चिम्लिसक्दाखेरि रातो देखिन्छ। दोलखा जिल्ला जाँदैछौँ है दाइ। आम्मामा सैलुङ भनेको त त्यहाँ पो त। अनि के त नि What do you think? माइ गॉड कस्तो लभली कमला रहेछ। प्लास्टिक हो कि सेरामिक हो? प्लास्टिक रहेछ। अर्को रातो चाहिँ काटेर खाने भनेको यो रातो। ल ल फोटो। आइस पछाडि केमा पठाइदिने होला? ल है त दाइको हाम्रो सिम्पल आएछ आउँदा आउँदै। अहिले चाहिँ सुकुटे बजार मिनी मार्केटमा ल पानी परेर आउँदैन फेन पानी परेर चिसो चिसो छ। 5:45 हो दाइ। ल देउराली मुडेदेखि चाहिँ यस्तो अलिकति अफरोड रहेछ। सैलुङ जाँदैछौँ है त। यस्तो सेउसे छ है। ल यो हाम्रो चाहिँ सैलुङको स्टे। Tomorrow our guide, Mr. Zonge is here. ओके His name is Zonge. गिटार मादल छ कि छैन? यहाँ त ल आलुबारी छ है। यो होटलमा हाम्रो दिदीको होटलमा चाहिँ पर पर्सन 1500 2 टाइम चिकन राइस डिनर अनि भोलि लन्च पनि प्याकेज। यहाँ राख्दैन दिदी। सैलुङ आउँदा चाहिँ हाम्रो दिदीको होटलमा एकदम सस्तो मिलाएर पर पर्सन 1500 मात्रै। खानु भोलिसम्म 2 छाक रहेछ है। राम्रो लाग्यो है। ओनर पनि एकदम फ्रेन्डली छ हैन? यहाँ बिग डिस्काउन्ट पनि दिने होला उसले। ल प्रमोट गर्दैछु नि त।
मुडेको आलु है त भेनालाई चाखेर भनिदिनुहोस् त वाउ नखाइकन वाउ थ्याङ्क यू यहाँ आउँदा चाहिँ मुडेको आलु चाहिँ अर्डर गर्नु चाहिँ नभुल्नु होला है फेरि भाइ पठाउन भिडियो सिडियोहरू अहिलेहरू हजुर भाइ ल टिकटक बनाउँदै गर्छ ओके ओके यहाँ चाहिँ किरा आउँदो रहेछ त्यही हो यहाँ मुडेको एकदमै फेमस भटमास बस्दो रहेछ है लानुपर्छ है भेन है ओके हेलो एभ्रिवान दिस इज डे 2 आज चाहिँ हामी यो काला पोखरी यो काला पानीको होटल रिट्रिटबाट चाहिँ हामी आज सैलुङतिर जाँदैछौँ अर्ली 5 बजेको यस्तो छ है त फुल एनर्जीमा हुनुहुन्छ भेना एकदम अर्ली इन द मर्निङ एनर्जी फुल ल लेट्स गो ल हाम्रो टोली मुभ भइसकेको छ अर्ली इन द मर्निङ यहाँ हाम्रो नजिकै चाहिँ यस्तो गुम्बाको पार्क यस्तो यो के भन्छ गौतम बुद्धको स्ट्याच्यु पनि रहेछ है अनि दाइ तपाईँ चाहिँ अनि वाट इज दिस हौ दाइ यता देखाउनु न ल यता कफी विथ सिगरेट in the morning walking या अब नयाँ आउने हुनेहरूलाई चाहिँ के भन्नु चाहनुहुन्छ कि यो ठाउँ कस्तो लाग्यो यता हेरेर भनिदिनुहोस् न भेना हजुर एकदम राम्रो लाग्यो हजुर यो चाहिँ यो पहाडको थुम्काहरू रहेछ क्या होइन हामी त्यही क्रस गर्दै रहेछौँ अनि साथीहरू फेरि बब्बाल भनेको चाहिँ आलु यहाँ नपत्ता हेर्नु चाहिँ यो मुडेको आलु भने यो सबै जङ्गल पाखाभरि आलु मात्र छ अरू केही खेती गर्नुहुन्न हजुर हाम्रो नेपालमा आलुको महत्त्व कहीँ हुँदैन थियो ती बस्नु न इक्जाममा फेल हुँदाखेरि पनि आलु आयो भन्थ्यो होइन काम नलाग्दाखेरि पनि आलु खा भन्थ्यो तर यहाँ चाहिँ त्यही आलु खा भन्नु भनेको चाहिँ एकदम राम्रो रहेछ आलु चाहिँ बब्बालै मिठो मुडेको आलु दाइ खाएर फिदा आलु बारी ल सही दामी छ है गाइज ल खै निकै होला भेन तर जोस् हेर्दाखेरि त बाटो स्मुथ छ जस्तो छ सैलुङ Assalamualaikum, Habibi, come to Nepal. The music के साथमा छौ भने हुन्छ ल
ल एकदम यो काला पानी भन्ने ठाउँदेखि चाहिँ अन्तिम यहाँसम्म मात्रै चाहिँ गाडी आउँदो रहेछ है सो वी आर गोइङ बाई वक लेट्स सी गाइस कस्तो हुन्छ है त के भयो दाइ तर जाडोमा मजै हुन्छ गर्मी भयो भने ल साथीहरू यो चाहिँ हाम्रो नेपालको द ग्रेट वाल अफ नेपाल भनेर चिनिन्छ ग्रेट वाल अफ नेपाल हिँड्नु न हिँड्नु किप कन्टिन्यू हाम्रो आजको गाइड है त यो त भोटे हो नि यो त भोटे कुकुर पो रहेछ त हौ हेर्नु भोटे कुकुर हो यो त हाम्रो आजको गाइड है त ल उहाँलाई पनि चिया पानी खुवाउनुहोस् खाँदैन ट्राई गर्नुहोस् त दाइ प्लिज 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 त्यहाँदेखि त तल हो नि फेरि सिधै तल लेफ्ट साइड त ल सैलुमको चाहिँ थुम्काहरू 100 थुम्का भन्छ इट्स अर्ली इन द मर्निङ 5:30 यस्तो छ है त मर्निङ भ्यू ए फ्रम यहाँसम्म मात्रै रहेछ है त यो अहिले बनिँदो रहेछ इन्कम्प्लिट रहेछ सो यहाँदेखि चाहिँ अब पुरा नै रुट ट्रेल फलो गर्नु सुनिन्छ नि गाउनु न जुन पनि भनेको होइन तारासित दाँजेको होइन मैले माया लाएको होइन तिमीलाई अप्सरा ठानेर ओ मैले माया लाएको होइन तिमीलाई अप्सरा भनेर थ्याङ्क यू के अरे फेरि आई निड मोर वान मोर टाइम एक्सप्लेन नेचरले चाहिँ नि हजुर यहाँ चाहिँ अब उपर ठन्डा छ होइन हजुर हजुर कारण यो झ्याउस्याउ भनेको चाहिँ नि रुखको लागि कोट हो क्या ए पुरा यो वाटर प्रुफ प्लस यो विन्ड प्रुफ पनि हो क्या आई 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 क्या लजिक अरे यार बाबा वेलकम टु सैलुङ आज हाम्रो साथमा हाम्रो प्यारो जो द गाइड जो हेलो he is not in mood right now it's a very gloomy day सँग बस नि तिमी ए ल
केटाहरू मासु भातमा मात्रै पल्केको होला अनि कहाँबाट अनि मिठाई खान्छ जस्तो एनर्जी बार खा केटा एनर्जी बार ल एनर्जी बार खाँदैन वाट द स्विट भनेर चाहिँ ल यु आर बेटर देन डग टुडे लोकल मेरो है सैलुङको छुर्पी हाम्रो काका चाहिँ बार्गेनिङ गर्दै हुनुहुन्छ यहाँ 3000 माथि अल्टिट्युडमा आएर चाहिँ छुर्पी दाइले पनि बब्बाले बनाउँछ हेर न फेरि आउँछ बब्बाल बनाउनै त चाहिएको त फलो मी ओके Oh my god, what a beautiful place here. Come on. This is real Nepal. दामी दामी दा यार मलाई त अहिले खुलेर पो झन् क्या त्यो तपाईँ पनि के गर्ने त डाँडै कटा त दिन त यो चाहिँ हो नि त ठाउँ त नि बाफ्रे यसको लागि चाहिँ नि लक्की हुनुपर्छ क्या हामी जस्तो ओपन अहिले ओपन भए चाहिँ कस्तो चङ्गा भएन मलाई थाहा छ नि त केटा कोसँग आएको छ पहिला यहाँ हेर न कोसँग कोसँग आएको छ पहिला हेर न केटा कोसँग को हो यो मान्छे कोसँग आएको छ पहिला को त्यो विचार यो गर। मान्छे? मैले भनिहालेँ त अनि आज वेदर क्लियर हुन्छ Who are you? भनेर हाम्रो मेहनती दाई भाउजूहरू यहाँ एकदम हामीलाई सेवाको लागि चाउचाउ खाजाहरू बनाउँदै हुनुहुन्छ अब माथि गएर भोकाएर त आउँछ अनि यहाँ भोटेहरू चाहिँ छैन यतातिर भोटेहरू कहाँ कहाँ अब भोटे गाउँमा दाइ उफ माथि माथि सैलुङ चौरी गाईहरू हेर्न आएको छैन डुलाउनेलाई घोडाहरू घोडा चढ्ने भनेको यस्तो साथीहरू अहिले चाहिँ हामी यो देखिरहनु भएको चाहिँ यो चाहिँ सैलुङको लास्ट हो भ्यू पोइन्ट सो एकदम हाइक एकदम नर्मल छ बेसिक हाइकिङ छ होइन तपाईँहरू प्लिज आउनु होला 1 घन्टामै तपाईँ त्यो बजारदेखि चाहिँ यहाँसम्म आउनु सक्नुहुन्छ काला पानीदेखि र यदि तपाईँहरू लकी हुनुहुन्छ भने चाहिँ क्लियर भ्यू हुँदा चाहिँ एकदम राम्रो देख्दो रहेछ यहाँको सबै पनि यो भनाइअनुसार चाहिँ यहाँ चाहिँ 100 थुम्की भएको कारणले चाहिँ यसलाई सैलुङ भन्दो रहेछ हान्नु त लु हामी चाहिँ अहिले सैलुङ डाँडा आइपुग्न आँट्यो होइन मलाई चाहिँ अहिलेसम्मको जर्नीमा चाहिँ एकदम रमाइलो फिल भइरहेछ एभ्रिवेयर द ग्रिनेरी होइन अनि सबैतिर डाँडै डाँडा डाँडै डाँडा दामी छ नाइस यस्तो छ सैलुङको है त भ्यू टावर
मान्छेहरूले यो सिमेन्ट ढलाई गरेर कहाँबाट ल्यायो होला पानी बोकेर यो भ्यू टावरको लागि चाहिँ 20 रुपियाँ सैलुङ गाउँपालिका लागि यस्तो छ अहिले चाहिँ म भ्यू टावर चढ्दैछु है त सैलुङको तपाईँहरूलाई म देखाउँछु कस्तो देख्दो रहेछ मस्त घाम लागेर क्लाउडी लाइक हुन्छ नि एकदम सन्नी डे यस्तरी अब अहिले चाहिँ हामी यो के अरे माउन्टेन रेन्जहरू खुल्दैछ होइन यता यो बादल आएको साइडमा चाहिँ माउन्ट एभरेस्टको पिक पनि देखिन्छ होइन सो वी जस्ट वेटिङ कस्तो दामी सुपर टेन्ट ल्याइदिएको छ नि मलाई है पाण्डवले क्या उतैबाट कम्बोबाट हो दोस् आफूले दिएको सानो नेक्स्ट एपिसोड सानो लाइट छ आफूले दिएको चारपट्टि छ नि त्यो लाइट छ होइन त्यो लाइट चाहिँ एउटा चाहिँ खत्तम खालको छ एकछिन यो थकाइ मारेको अवस्थामा चाहिँ हाम्रो दाइहरूको चट्ट दुईजनालाई सानो कुरा स्लिपिङ ब्याग पनि छ तपाईँहरू यो सैलुङ आउनुको लागि चाहिँ यता यो रामेछाप आइरहनु कुन जिल्ला पर्छ होइन रामेछापै होला सायद त्यताबाट आउने यो चाहिँ टप पोइन्ट हो होइन अनि तल पनि गाउँ बस्तीहरू रहेछ त्यहाँबाट आउनु हुने रहेछ घोडा चढिरहेछ घोडा हो कि घोडी हो सारो काम ल सो वी आर अब रिटर्निङ ब्याक होइन यो पल्लो डाँडामा चाहिँ जाने त्यो पनि दामी हुने रहेछ त त्यो त बन्दैछ त है कहिले काहीँ चौतारीमा ल जाउँ दाइहरू चाहिँ हर्स राइड गरिराख्नु भएको रहेछ नाइस दे आर इन्जोइङ द ट्रिप सैलुङको हो हजुर मेरो नाम चाहिँ गणेश केसी हजुर हजुर म चाहिँ यहाँ हर्स राइडिङ गर्छु ओके तल बस पार्कदेखि आएको चाहिँ यहाँ माथि आएकोलाई 1500 लिने गरेको छु यस्तो डाँडातिर ए तल बस पार्कदेखि नै कालापानीदेखि नै तपाईँहरूले घोडामा चढाएर यहाँसम्म लिएको 1500 मात्रै 1500 लिन्छ My यहाँ God. चढायो भने 150 यसो हेरेर लिने गरेको छु ओके यस्तै नाइस सधैँ मेरो काम केही छ तपाईँको टिकटक अकाउन्टहरू केही टिकटक मेरो युट्युबहरू गणेश केसी छ हजुर हजुर अनि मेरो अब सम्पर्क नम्बर भनिदिनु न ल मेरो 9845 50 51 52 हो ल 98 इङ्ग्लिसमा पनि भनिदिनुहोस् 9845505152 ओके यो नम्बरमा चाहिँ हाम्रो गणेश केसी साथीलाई चाहिँ कन्ट्याक्ट गरेर तपाईँले हर्सको एकदम भरपुर आनन्द लिन सक्नुहुन्छ लुक एट द भ्यू कम अन म्यान दिस इज रियल हेभन है
ल भाइ हाम्रो गाउँमा एउटा मेरो साथी थियो होइन प्यारो साथी दारे हो उसको नाम चाहिँ अनि हामी गुच्चा खोल्थ्यौँ गुच्चा खेल्दाखेरि अब उसको भैँसी हराउँथ्यो होइन उसले भैँसी कसम त्यो चाइनिज फिल्ममा उडाएको घोडा जस्तै उडाउँथ्यो त्यो भैँसी त्यसले कुदाएर कुदाएर त्यो भैँसी बिहान पनि यो त थाहा थिएन है मलाई हो त ल गणेश दाई यो त घोर दाईले त एकदम ब्लेम गर्नुभयो होइन हेर्दै हुनुहुन्छ भने रिप्लाई होइन गर्नु है होइन बाइक कुदाउनलाई बाइक राइडर भन्छ भैँसी कुदाउनलाई चाहिँ के भन्छ बफेलो राइडर साथीहरू हामी चाहिँ अहिले अब फर्किन लागिरहेछौँ होइन अहिले चाहिँ 9 बजिरहेछ सो या इट्स अ सर्ट ट्रिप नाइस वान पर्फेक्ट भ्यू पिस सबै मेरो साथीहरूलाई जसले यो भिडियो हेर्नुभएको छ तपाईँहरू पनि एकचोटि आउनु होला भिजिट गरिदिनुहोस् होला हाम्रो नेपाल सुन्दर छ है र सी यू इन नेक्स्ट भिडियो सी यू इन नेक्स्ट ब्लग थ्याङ्क यू बाई